नेपाली चलचित्रका दुई व्यावसायिक सफल मेगा स्टार अनमोल केसी र पल शाहले अभिनय गर्नुभएको सबैभन्दा बढी कमाउन सफल 10 चलचित्रको तुलना लिएर आएका छौं। पूरा भिडियो हेरेर साथ दिनुहोला। भिडियोको सुरुवात गरौं। दुवै नायकको सबैभन्दा बढी कमाउन सफल 10औं चलचित्रबाट। नायक अनमोल केसीको 10औं सबैभन्दा बढी कमाउन सफल चलचित्र रहेको छ उहाँको पहिलो चलचित्र 2013 मा आएको होस्टेल। अनुमानित 50 देखि 60 लाखमा बनेको यस चलचित्रले लगभग 3 करोड माथि कमाएर सुपर डुपर हिट भएको थियो भने नायक पल शाहको सबैभन्दा बढी कमाउन सफल 10औं चलचित्र 2020 मा आएको हृदय भारी छ भन्ने रहेको छ। करिब 1 करोड माथिको लगानी रहेको यस चलचित्रले झन्डै 1 करोड बराबरीको व्यापार गरेर फिल्म असफल रहेको थियो। यो पोइन्ट जान्छ नायक अनमोल केसीलाई, किनकि लगानी र व्यापारको हिसाबमा होस्टेल चलचित्र सुपर हिट रहेको थियो। दुवै नायकको व्यावसायिक रूपमा सबैभन्दा बढी आम्दानी गर्ने सफल 9 चलचित्र सुपरस्टार नायक अनमोल केसीको 2014 मा आएको जेरी रहेको छ। लगभग 80 लाखमा बनेको यस चलचित्रले करिब 3 करोड माथिको व्यापार गरेर हिट भएको थियो भने नायक पल शाहको 900 भन्दा बढी आम्दानी गर्ने चलचित्र 2017 मा आएको जेनी जेन्टलम्यान रहेको छ। लगभग 1 करोड माथिको लगानी गरेको यस चलचित्रले व्यावसायिक हिसाबमा कति कमायो सार्वजनिक गरिएको छैन, तर यो चलचित्र फ्लप रहेको थियो। +1 पोइन्ट जान्छ फेरि अनमोल केसीलाई। दुवै सुपरस्टारको सबैभन्दा बढी आम्दानी गर्ने 8औं चलचित्र नायक अनमोल केसीको 2019 मा आएको क्याप्टेन रहेको छ। करिब 2 करोड 50 लाखमा बनेको यस चलचित्रले झन्डै 4 करोड माथि कमाई गरेर हिट भएको थियो भने नायक पल शाहको 2022 मा आएको 7औं चलचित्र म यस्तो गीत गाउँछु 2 रहेको छ। करिब 2 करोडमा बनेको यस चलचित्रले 4 करोड मात्र कमाएर एभरेज रहेको थियो। +1 पोइन्ट जान्छ दुवै सुपरस्टारलाई, किनकि दुवैका चलचित्र लगानीका हिसाबमा एभरेज साबित भएका थिए। दुवै नायकका 7औं सबैभन्दा बढी आम्दानी गर्ने चलचित्र मेगा स्टार अनमोल केसीको 2016 मा आएको ड्रिम्स रहेको छ। मात्र 65 लाखमा बनेको यस चलचित्रले 4 करोड माथिको कमाई गरेर सुपर हिट भएको थियो भने अर्का मेगा स्टार पल शाहको 2019 मा आएको वीर विक्रम 2 रहेको छ। लगानी कतै पनि सार्वजनिक गरिएको छैन, तर यस चलचित्रले 3 करोड माथिको कमाएर हिट भएको थियो। +1 पोइन्ट जान्छ अनमोल केसीलाई। दुवै नायकका 6औं सबैभन्दा आम्दानी गर्ने चलचित्र नायक अनमोल केसीको 2016 मा आएको गाजलु रहेको छ। लगभग 1 करोड लगानीमा बनेको यस चलचित्रले नेपाली बक्स अफिसमा लगभग 4 करोड 90 लाख कमाएर सुपर हिट भएको थियो भने नायक पल शाहको 2016 मा आएको 9 नभन्नु ल 4 रहेको छ। करिब 1 करोड 30 लाखमा निर्माण भएको यस चलचित्रले नेपाली बक्स अफिसमा 4 करोड माथि कमाएर हिट भएको थियो। दुवै नायकलाई 1 पोइन्ट जान्छ। दुवै मेगा स्टारका 5औं सबैभन्दा बढी आम्दानी गर्ने चलचित्र
नायक अनमोल केसीको 2022 मा आएको ए मेरो हजुर 4 रहेको छ। करिब 1 करोड 50 लाखमा बनेको यस चलचित्रले लगभग 6 करोड 20 लाख कमाएर सुपरहिट भएको थियो भने नायक पल शाहको 2017 मा आएको म यस्तो गीत गाउँछु चलचित्र रहेको छ। करिब 1 करोड माथि बनेको यो चलचित्रले 4 करोड 20 लाख कमाएर सुपरहिट रहेको थियो। दुवै नायकका चलचित्रहरू लगानी र व्यावसायिक हिसाबले सफल रहेका थिए, त्यसैले 1 पोइन्ट दुवै नायकलाई जान्छ। दुवै नायकका चौथो 100 भन्दा बढी आम्दानी गर्ने चलचित्र सुपरस्टार अनमोल केसीको 2018 मा आएको क्री रहेको छ। 3 करोड 50 लाखमा बनेको यस चलचित्रले 8 करोड 50 लाख कमाएर हिट रहेको थियो भने अर्का सुपरस्टार पल शाहको 2025 मा आएको मोहर रहेको छ। 1 करोड 86 लाखमा बनेको यस चलचित्रले 6 करोड माथि कमाएर सुपर हिट रहेको थियो। यहाँ +1 पोइन्ट जान्छ नायक पल शाहलाई। दुवै मेगा स्टारका तेस्रो 100 भन्दा बढी आम्दानी गर्ने चलचित्र नायक अनमोल केसीको 2019 मा आएको ए मेरो हजुर 3 रहेको छ। करिब 2 करोडको लगानीमा बनेको यस चलचित्रले झन्डै 8 करोड 80 लाख माथि कमाएर सुपर हिट रहेको थियो भने अर्का नायक पल शाहको 2024 मा आएको पुजार सार्की रहेको छ। 3 करोडमा बनेको यस चलचित्रले 7 करोड 37 लाख कमाएर हिट रहेको थियो। +1 पोइन्ट दुवै सुपरस्टारलाई जान्छ। दुवै नायकको 100 भन्दा बढी आम्दानी गर्ने दोस्रो चलचित्र नायक अनमोल केसीको 2024 मा आएको फर्की रहेको छ। करिब 4 करोडको लगानीमा बनेको यस चलचित्रले लगभग 10 करोड बराबरको कमाएर हिट भएको थियो भने नायक पल शाहको 2018 मा आएको 70 गते रहेको छ। 1 करोड 9 लाखमा बनेको यस चलचित्रले 12 करोड 65 लाख कमाएर ब्लक ब्लास्टर भएको थियो। यहाँ +1 पोइन्ट जान्छ नायक पल शाहलाई। दुवै नायकको 100 भन्दा बढी आम्दानी गर्ने पहिलो चलचित्र नायक अनमोल केसीको 2025 मा आएको जेरी अन टप रहेको छ। अनुमानित 7 करोडमा बनेको यस चलचित्रले नेपाली बक्स अफिसमा झन्डै 12 करोड बराबर र विश्वव्यापी रूपमा 22 करोड 50 लाख बराबरको कलेक्सन गरेर सुपर हिट रहेको थियो भने नायक पल शाहको पहिलो 100 भन्दा बढी आम्दानी गर्ने चलचित्र 2025 मा आएको बाट आमा रहेको छ। करिब 1 करोड 60 लाखमा बनेको यस चलचित्रले 13 करोड माथिको व्यापार गरिसकेको छ भने अझै पनि यो चलचित्र हलमा लागिरहेको छ। यहाँ बाजी फेरि पल शाहले मारेका छन्। +1 पोइन्ट पल शाहलाई जान्छ किनकि लगानी र व्यापारको हिसाबमा आबाट आमा चलचित्र ब्लक ब्लास्टर साबित भएको थियो। दुवै मेगा स्टार अनमोल केसी र पल शाहको चलचित्र करियरको तुलना उहाँहरूले चर्चा र मनोरञ्जन साथै नेपाली उद्योगलाई उचाइमा पुर्याउने काम गर्नुभएको छ। भिडियो कस्तो लाग्यो सल्लाह सुझाव दिनुहोला। धन्यवाद।